सो यहाँको एउटा खतरा आर्ट्स चाहिँ म देखाउँछु क्या तपाईँहरूलाई। यहाँनिर मैले आन्टीहरू भेटिसकेको छु। आन्टीहरू भेटिसकेको छु। आन्टीहरूको चाहिँ अब फोटो खिचिदिनु पर्ने अरे। यो चाहिँ मेची राजमार्ग, यो तेर्सो जान्छ हाइवे। यो चाहिँ जोरपोखरी पर्छ यहाँ साइडमा। सल्लेरी सुबाङ मार्ग जाने बाटो यो हो। सो यही हो जोरपोखरीको मेन मुख्य आकर्षक ठाउँ चाहिँ यही हो, पोखरी। यो चाहिँ पोथी पोखरी हो। यहाँदेखि उतापट्टि चाहिँ भाले पोखरी छ। विशेष के छ भने यहाँ म के देखाउँदैछु भने मेरो एक्सको घर पनि छ यहाँ पारि। हाम्रो यो पछाडि देखिरहेको जोरपोखरीको पोखरी हो। जति रमाइलो गर्नु छ छोरा मान्छेको बे नगरिने हो। बे गरिसकेपछि त सक्यो छोरा मान्छे। हेलो गाइज, वेलकम टु ब्याक माई न्यू भ्लग। सो म चाहिँ धेरै पछाडि भ्लग लिएर आइसकेको छु। मैले चाहिँ भ्लग बनाउनै पाएको थिएन। अनि गाउँमा सधैँ एउटै कन्टेन्ट कति बनाऊँ भनेर। सो आज चाहिँ मेरो पोखरी जाने काम पनि छ। अनि म चाहिँ जोरपोखरी जाँदैछु म भतिजहरूसँग। सो आज तपाईँहरूलाई जोरपोखरीको भ्यू देखाउने छु। म चाहिँ टक्क हेन्ची भनेर लाग्दिएको क्या। म चाहिँ आजको भिडियो कस्तो हुनेछ लास्टसम्म हेरेर साथ दिनु होला। ओके, सो यो चाहिँ हाम्रो खाल्डे गाउँ हो। अहिले चाहिँ सब तोरीहरू फुलिरहेको छ यहाँनिर। यस्तो पहाडको बिचमा छ नि हाम्रो गाउँ। अनि अब भतिजाहरू चाहिँ त्यहाँनिर आउँदैछ। भतिजाहरूसँगै जाने हो। युट्युबमा भिडियो पोस्ट नगरेको पनि लगभग 1 महिना हुनु लागेछ होइन। मान्छेहरू बे गरिसकेपछि यति काममा मेहनत लगाएर काम गर्छ कि मेरो गाउँको साथीहरू देख्छु। मभन्दा साथीहरू भन्दा पनि अब दाजुहरू हो। मभन्दा उमेर अलिक माथि नै हो। बे गरेपछि चाहिँ जे होस् सुध्रिँदो रहेछ मान्छेहरू। भतिजाहरू चाहिँ तल आउँदैछ यहाँनिर डनबाट बुढाबुढी। बे गरेपछि त सक्यो क्या। अब जता हिँड्दा पनि भालटाङ भोलटुङ र श्रीमती अगाडि लायो हिँड्नु। जति रमाइलो गर्नु छ छोरा मान्छेको बे नगरिने हो। बे गरिसकेपछि त सक्यो छोरा मान्छे। त्यही भएर ठिक्क टाइममा बे गर्ने हो। सानै उमेरमा बे गरेर हालत यस्तो हुन्छ है। यस्तो हालत भयो भने सानै उमेरमा बे गरेर बिजोक रमाइलो हुँदैन भनौँ त। बिजोक रमाइलो हुन्छ नि। जहाँ हिँड्दा यस्तरी हेर न, सानै उमेरमा बे गरेर यस्तो छ साथीहरूको हालत। हाम्रो मालदाई, ओ मालदाई के गर्दै हौ? म चाहिँ मालदाईको घर आइपुगेँ। ल के गर्दै हुनुहुन्छ त्यहाँ? मालदाई हेर न फेरि के गर्दै हुनुहुन्छ? किसान केटाहरू शिवरात्रिको दिन कतिखेर आयो? शिवरात्रि चाहिँ एकदम बवाल नै बनाएको हो कि त्यो दिन। हाम्रोतिर चाहिँ यस्तो दामी फुल फुलेको हुन्छ नि यतिखेर। कस्तो दामी फुल छ। यो चाहिँ हामीले श्रमदानले बनाएको सिडी हो। हाम्रो गाउँमा चाहिँ प्रत्येक महिना श्रमदान गरेर यस्तो दामी सिडी बनाइन्छ। महिनाको 1 दिन काम गरेर जे होस् विकास चाहिँ भइरहेछ। हाम्रो गाउँ त पुरा जङ्गलले सब छेलिगएको छ। यस्तो यो माथि देखिने गरेको रोड चाहिँ जोरपोखरीदेखि आएको माथि फालेलुङ जोड्ने रोड हो। यो तेर्सो चाहिँ हाइवे। यो यतापट्टि देखिएको चाहिँ यो हिल्याङ हो। हिल्याङ छ। अनि यही डाँडादेखि सिमाना यता चाहिँ फालेलुङ हो। हाम्रो साकेला थान चाहिँ यहाँनिर भनिँदैछ यो डाँडामा। यहाँ मासतिर चाहिँ माङहिम छ यहाँ भनिएको।
हाम्रो पनि तल बनिँदैछ पोहोरदेखि सुरुवात गरेको आइया अब बिस्तारै बनिन्छ हाम्रो पनि हामी पुग्नु पर्ने चाहिँ यहाँ पर हो क्या यो देखिँदै गरेको हल्का जिम्मेवारी कति छ हेरौँ न म्यादीहरू टन्नै छ जस्तो छ यहाँ कपडा धुँदै गरेको यो चाहिँ खुट्टेधारा आइपुग्यो हामी म पोखरी तिमी कहाँ हिँडेको पोखरी नै हिँडेको तिम्रो घर कहाँ हो भन न तिम्रो घर कहाँ हो एकदिन हो एकदिन कसको छोरा होमनाथ नेउपाने नेपाल कि तिमी पोखरीमा के संस्कृत पढ्छौ संस्कृत पढ्छौ कि विवेकहरू चिन्छौ विवेक अधिकारीहरू चिन्दैनौ कहाँनिर हो तिम्रो तिमी 10मा पढ्छौ यता हेर न यता तिमी 10मा पढ्छौ कि सो म चाहिँ जोरपोखरी जाँदा जाँदै बाटोमा एकजना भाइलाई भेटेँ कि अनि ऊ चाहिँ कतिमा पढ्छौ भनेको 10मा पढ्छ अरे यो भाइ हो साँच्चै कि ढाँटेको भन न साँच्चै तिमी कति वर्ष पुग्यौ 16 वर्ष पुगिसक्यौ होइन होला आमा पत्याउनै नसकिने सो हामी चाहिँ जोरपोखरी आइपुग्यो यो चाहिँ जोरपोखरीको गिरन हो यहाँनिर जहिले बाला चतुरी लाग्छन् सही छ यो चाहिँ स्कुल यहाँ चाहिँ 10 सम्म पढाउँछ होला सो जोरपोखरी बजार चाहिँ यही हो हामी चाहिँ आइपुग्यो गिरन पनि बवाल छ अब यहाँको पोखरी झन् बवाल छ क्या कौन है ये लोग भाइ यत्रो भइसकेको यो चाहिँ जोरपोखरी बजार हो निकै हरियाली नै छ यहाँ आयो हजुर आयो सस्तोमा माटोको भाँडा यस्तो पो बोकेर बस्नुपर्छ क्या बेचेर कसैले ठुलो स्वर गर भने हेरौँ है म गनले हानिदिन्छु नि त ठुलो स्वर गर्छस् शब्दहरू हामीले के लान्छ हान्ने हो तपाईँ के भन्दै हुनुहुन्छ मैले त भ्लग बनाइरहेको छु नि फेरि कौन नेता का गाड़ी है यो चाहिँ जोरपोखरीको यो पोखरी हो यहाँ चाहिँ सबै बारेको रहेछ यस्तरी दामी छ जे होस् ठाउँ चाहिँ तपाईँहरू पनि घुम्न आउनु होला यहाँदेखि उँभो माथि चाहिँ शहीद पार्क जाने ठाउँ छ यहाँनिर चाहिँ मन्दिरमा बजाउने घन्टीहरू रहेछ बजाइदिउँ हामी सोचेको कुरा पुरा होस् यहाँनिर चाहिँ दामी नै छ हाम्रो जोरपोखरी पनि यहाँनिर चाहिँ माछा अहिले चाहिँ ठुल्ठुलो भइसकेको छ यहाँतिर माछा यहाँनिर छ क्या पोखरी चाहिँ सुकिसकेछ यहाँ हुँदै चाहिँ यहाँनिर हुँदै चाहिँ मन्दिर छ क्या यहाँनिर यो चाहिँ मन्दिर हो यहाँनिरको पानी सबै सुकिसकेछ यहाँ हुँदैको छ
यहाँ माथिसम्म आउँथ्यो क्या पहिला पहिला पानी चाहिँ। अहिले चाहिँ तल तल सब सुकिसकेछ क्या। यहाँ हुँदै चाहिँ दाउराहरू खोज्दो रहेछ। माछाहरू चाहिँ बबाल छ यहाँ हुँदैको। कत्रो कत्रो हेर्नु यहाँ सलला आउँदैछ। यो लगाएको धेरै वर्ष भयो क्या। ठुल्ठुलो छ माछा चाहिँ। सो जोरपोखरी हाम्रो यो पछाडि देखिरहेको जोरपोखरीको पोखरी हो। यो चाहिँ यहाँनिर बस्ने ठाउँ हो। सो यहाँको एउटा खतरा आर्ट्स चाहिँ म देखाउँछु क्या तपाईँहरूलाई। यो चाहिँ आर्ट्स कस्तो हो भने बबाले गरेको छ क्या यहाँनिर आर्ट्स चाहिँ। यस्तो छ होइन। यो चाहिँ गुलाबको यो आर्ट्स गर्नेलाई चाहिँ होइन लगभग यो आर्ट्स गर्ने मान्छे निकै डेन्जर नै हुनुपर्छ क्या। त्यस्तो बबाल छ आर्ट्स चाहिँ। सो यही हो जोरपोखरीको मेन मुख्य आकर्षक ठाउँ चाहिँ यही हो पोखरी। यो चाहिँ पोथी पोखरी हो। यहाँदेखि उतापट्टि चाहिँ भाले पोखरी छ। जे होस् एकदम बबाल नै छ। यहाँदेखि उँभो चाहिँ यहाँ माथि बाहुनहरूको संस्कृत सिक्ने ठाउँ हो यो माथि। अब यहाँदेखि उँभो चाहिँ शहीद पार्क गइन्छ माथि डाँडासम्म। त्यता पनि जाउँ होइन? जाउँ न। अब ट्र्याक्टर कुदाएर जाउँ। ट्र्याक्टर कुदाएर जानु। यहाँतिर चाहिँ देशको हालत यस्तो छ हेरौँ। पिच रोड यस्तो छ। बनाएको 6 महिनामा हो क्या यो पिच रोड भत्क्या। म नेता भयो भने यहाँ चाहिँ लोकेसन रहेछ। यो चाहिँ मेची राजमार्ग। यो तेर्सो जान्छ हाइवे। यो चाहिँ जोरपोखरी पर्छ यहाँ साइडमा। सल्लेरी सुबाङ मार्ग जाने बाटो यो हो। अनि सल्लेरी सुबाङ मार्ग जाने बाटो यो रहेछ। अनि श्री भाग्योदय आबी लेखेछ कि आबीको अर्थ के हो? ज्योति मण्डली चर्च यता। ज्योति मण्डली चर्च जाने त्यता। भतिज चाहिँ अगाडि अगाडि हिँडिरहेछ। यो चाहिँ हाम्रो जोरपोखरीको शहीद पार्क। यो चाहिँ बनाउनु चाहिँ बनाए। यहाँ माथि मूर्ति चाहिँ राखेको छैन क्या। यहाँनिर पनि के लेखेछ भने जोरपोखरी शहीद पार्क बन्दुक पनि छ यहाँ चाहिँ। यहाँनिर शहीद को भएको उनीहरूको चाहिँ मूर्ति चाहिँ राखेको छैन। यहाँदेखि उँभो चाहिँ अब सिँढी नै सिँढी छ क्या। यहाँतिर प्रायः कपालहरू मात्रै आउँछ क्या। अनि अब हामी जस्तो सिङ्गलको ठाउँ नै यहाँ ये जगह वो ठाउँ नहीं है कि सिंगल हेर के जगह नहीं है। ये जग्गा कपलहरूको है। ये जग्गा कपाल हेर के है। हिन्दी फेरि कडा बोलिदिन्छु नि म त। अनि मेन चाहिँ के भन्न चाहन्छु भने यो भिडियोमा मेरो भर्खर फ्रेन्ड भएको युट्युब सब्सक्राइबर मेरो बङ्गलादेशको प्रिन्स राज र एनसी रविलाई यो भिडियो हेरेर कमेन्ट गर्नु भन्न चाहन्छु। उनीहरूलाई यहाँ उकालो पनि निकै छ क्या जानुपर्ने। भ्लग बनाउँदा बनाउँदा हात गलेर छैन। यहाँ मासतिर पनि मन्दिर छ क्या यो देखिरहेको। सो मन्दिर चाहिँ यही हो। यहाँनिर पनि नेपालमा त मन्दिर नै मात्रै छ क्या बेसी। यही हो। यहाँनिर कपाल छ जस्तो छ। मैले चाल पाइसकेँ होइन। अनि चुप चुप चुप। शहीद पार्क चाहिँ यही हो सब। यहाँनिर हिँड्ने ठाउँ चाहिँ यही हो क्या। ल
अब यहाँनिर मूर्ति चाहिँ राखेको छैन क्या यो ठाउँमा। कतिवटा 1 2 3 4 5 6 7 8 9 टन्नै छ। यहाँनिर मूर्ति कसको बस्छ भनेर मैले पहिल्यैदेखि सोचेको थिएँ, अहिलेसम्म बसेको छैन क्या यहाँउदि मूर्ति। सो सबजना आउनु होला जोरपोखरी घुम्नलाई, एकदम राम्रो छ ठाउँ। यो पारी देखिएको चाहिँ गोबेटार बजार हो। गोबेटार बजार हो यो। विशेष के छ भने यहाँ म के देखाउँदैछु भने मेरो एक्सको घर पनि छ यहाँ पारी। मेरो एक्सको घर चाहिँ कहाँ हो भने यो पारी हो क्या, यहाँनिर छ। खोइ नदेखिँदो कुरा छ। एक्सको घर चाहिँ त्यो पारी हो। यहाँनिर चाहिँ यो माथि गुम्बा हो, माथि यो डाँडा। यहाँ चाहिँ आन्टीहरू टिकटक बनाउँदै हुनुहुँदो रहेछ बबाल तरिकाले। यतिको टिकटक बनाउनु पर्यो। सो कपालहरू छ भनेको आन्टीहरू मात्रै रहेछ। अब के गरिदिने आन्टीहरू मात्रै रहेछ त यहाँ त। हो ल ठिक छ। यहाँनिर मैले आन्टीहरू भेटिसकेको छु। आन्टीहरू भेटिसकेको छु। आन्टीहरूको चाहिँ अब फोटो खिचिदिनु पर्ने अरे। कस्तो खालको फोटो खिचिदिउँ भन्नु त, भन्नु न। गोरु बेच्दाको साइन नलगा न त। पास्टर हो यहीँनिर हो। हामी चाहिँ यहाँनिर घुम्न आएको के। अनि यहाँनिर म धेरैचोटि घुम्न आइसकेँ क्या यहाँतिर प्रायः। अनि त्यही भएर चाहिँ आज यहाँ आएको। फेरि तपाईँहरू ठ्याक्क भेट्यो। ल फोटो खिचिदिउँ। उहाँ नातिनी यता पनातिनी। ल नातिनी र पनातिनीसँग हो। आमा आन्टीहरू राम्री हो। अनि मैले चाहिँ आन्टी नातिनीहरू सबैको फोटो खिचिसकेँ होइन। ल सब्सक्राइब हानिदिनु त। अब कहिले के पो सञ्जय यता दिनु त। म ब्लग्स भर्खर खोल्या हो च्यानल चाहिँ। के हो तपाईको युट्युब च्यानल? बिस्तारै बढ्छ नि, तर के साह्रो बिस्तारै बढ्छ भन्नु त। मैले चाहिँ यहाँनिर सब्सक्राइब एउटा भए पनि पाइसकेँ। ल यही हो 1 वर्षमा 1000 सब्सक्राइबर र 1000 सब्सक्राइबर र 10 मिलियन भ्युज पुऱ्याउनु सकिएला नसकिएला अब कन्टिन्यू दिने हो होइन। तपाईँहरूलाई भ्लगमा केही भनिदिनु न। ल तपाईँहरूको अब यत्रो फोटो खिचिदिएको छ, के भन्नु त ल भ्लगमा। ल अब सबैजनाले लाइक अनि कमेन्ट फलो सब्सक्राइब गरिदिनु होला मेरो भोलि। अनि तपाईँले पनि भन्नु न, यता फोन मात्रै नहेर्नु न। भनिदिनु न भरे धेरै धेरै सब्स्क्राइब गरिदिनु होला सबैजनाले। अनि अनि यतिको चाहिँ दिनु पर्यो है। ल अरे युट्युबमा गएर कमेन्ट छोड्नु होला। यो भ्लग पनि आउँछ तपाईँहरूको पनि। सो मैले चाहिँ 2-3 जना सब्सक्राइबर भेटिसकेँ। मैले सब्सक्राइब गर्नु पनि लगाइसकेँ च्यानललाई। अहिले जतिजनाले सब्सक्राइब गरिदिनु भयो उहाँहरूको कमेन्ट पनि यो भिडियोमा देख्न चाहन्छु। सो अब चाहिँ हामी पनि जान पर्ने हुन्छ। अब जाउँ होइन मधिज, जाउँ। हामी चाहिँ शहीद पार्क पनि घुमिसक्यो। अब चाहिँ घर फर्किनु पर्ने हुन्छ। अब हामी चाहिँ घर फर्किने हो। आजको भिडियो कस्तो भयो सबजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु होला। अनि भ्लग लास्टै ढिलो मात्रै आउँछ किनभने कन्टेन्ट नै भेटिँदैन होइन। त्यही भएर पनि भ्लग ढिलो आयो हो। सो हाम्रो जोरपोखरी 5 तर्को
एकदम रमणीय एकदम पर्यटकीय स्थल बनाइसकेको छ यहाँको जोरपोखरीवासीहरूले। सो सबजना घुम्न आउनु होला यो भिडियो हेरेर र को आउनुभएको छ त्यसको त्यो पनि कमेन्ट पनि गरिदिनु होला को घुम्न आउनुभएको छ होइन। ल त्यही हो हामी चाहिँ जोरपोखरी बजार घुमेर खाजासाजा खाएर हामी चाहिँ घर फर्किसकेको छौँ। भिडियो कस्तो भयो सबजनाले लाइक सेयर कमेन्ट गर्नु होला अनि सब्सक्राइब पनि। नेक्स्ट भिडियोमा फेरि भेटौँला। ओके बाई बाई।